नमस्ते। एकचोटि फेरि हामी सबैले सधैँ मैले गाडीबाट स्टार्ट गर्थ्यो, आज फेरि मैले यहाँ चाहिँ नयाँ ठाउँबाट स्टार्ट गर्दैछु। अहिले बाहिर निक्लिएर अहिले हामी चाहिँ डोनर सबमिट भ्यू पोइन्टमा छौँ है। यहाँ चाहिँ आज त परेको छैन, तर चाहिँ यता आउँदै हुनुहुन्छ भने यो भ्यू पनि नट ब्याड, एकदम राम्रो छ घुम्नको लागि। सो म तपाईँलाई अब देखाउँदैछु यो वरिपरिको दृश्यहरू। यता हेर्नुहोस् भ्यू पनि क्या राम्रो छ, बबाल छ। 2026 को पहिलो फ्यामिली भिजिट अनि एयरबिएनबी हाउस 26 माइल तलपट्टि छ। यहाँ पनि यस्तो स्टोरहरू सायद म त्यहाँ पनि खिचेर देखाउँछु तपाईँहरूलाई। अहिले चाहिँ यहाँको चाहिँ यस्तो छ सिचुएसन, हेर्नुहोस् एकदमै चिसो छ। वरिपरि हेर्नुहोस्, बबाल छ, बबाल एकदम ठाउँ बबाल छ। यहाँ पनि आउनुहोस् है, यहाँ दामी छ ठाउँ घुम्नको लागि, दामी रहेछ बबाल। ओ बबाल छ यो डोनर सबमिट भ्यू पोइन्ट भनेर हाल्नुहोस् तपाईँहरूले गुगलमा। यता रिनो जानु हुनुहुन्छ भने एडी एडी फ्री लिएर आउने जस्ट होइन, 24 एक्जिट हालेर आएपछि बबाल छ ठाउँ। यहाँ आएपछि तपाईँहरूले चाहिँ रास्ता तपाईँ यो चाहिँ पक्कै चाहिँ हिमाल होइन, जस्ट अहिले हिउँ परेर अलिकति हिमाल जस्तो देखेको छ, तर वास्तवमा यो चाहिँ हिमाल चाहिँ होइन है त। है लिटल सिद्धु बोयले बक्सिङ खेल्दैछ आइससँग। हेलो लिटल बोय, हेलो लिटल बोय, ओइ लिटल बोयको सुरु भयो बक्सिङ। ओ भाइ गस चिसो भयो बाबु, झार्दा कहाँ झार्दा चिसो हुन्छ नि। यो लक गर्नु पनि ज्याकेट लक गर्नु पर्ने यता तपाईँले त्यो लक गर्दा मलाई हाल्ने भन्दा चेन हाल्ने भन्दा यो चेन हाल्ने पर्छ चेन ल है। अब चाहिँ आइस खेल्नको लागि रेडी है गाइस, एकदम चिसो छ है। आइस खाने होइन, अलि खेल्ने हो है। हाम्रो पार्टनरहरू आइसकेको छ है। हेलो हेलो सोल्टी, वेलकम वेलकम चाहिँ लेक्टा हो। हेलो वेलकम वेलकम वेलकम। हेलो ब्युटिफुल मम, हाई ब्युटिफुल छोरी हाई। हेर्नु सरी सरी हेर्नुहोस् यता, तपाईँले के भन्नुहुन्छ, बोल्नुहुन्छ तपाईँ, बोल्नुहुन्छ यहाँ बोल्नुहोस् न माइकमा। ल आज हामी कहाँ आयो राति अब चाहिँ हामी चिसो हुन्छ। हेलो दाइ, वेलकम सर वेलकम। हेलो लिक्टा हो। दाइले माइक लाग्छ अलिक कम सुन्छ होला, माइक चाहिँ मैले लाग्छ। कम छ ल। अनि अस्ति तातो ठाउँमा आज चिसो ठाउँमा। ल है, हाम्रो यसपालिको लेकथाउको ट्रिपको ग्याङहरू हामी यहाँ चाहिँ डोनर सब्जेक्टमा यो खेल्दै। हाई युदिप, हाई भन अन्त नि। सब्स्क्राइब गर पुसैको युट्युब च्यानललाई, लाइक एन्ड सब्स्क्राइब। 1000 subscribers. पुसैको छिट्टो 1100 के भइरोस् भन्ने। 100K subscribers. प्लिज सब्स्क्राइब पुसैमा। हजुर नमस्ते नमस्ते सबैलाई, नमस्ते। हाम्रो ग्रुप यसपालिको चाहिँ यो खेल आउने ग्रुप है। हेलो साइमन दादा। यतिको चाहिँ हुनुपर्छ है, ग्रुप चाहिँ यतिको चाहिँ हुनुपर्छ खेलिएर। अब यतिको भइरहन्छ यो तातो हुन्छ नि यति, यतिको चाहिँ हुनु पर्यो। यहाँ बच्चाहरू स्किप गर्दैछ बोर्डमा। Not Lake Tahoe, Kings Beach.
अहिले हामी अन द वे छौँ अहिले हामी चाहिँ डोनर पास सब्मिटमा छ अवश्य पनि तपाईँहरूलाई चाहिँ यो भ्यू चाहिँ यस्तो चिसो भन्छ आइस छ जाडो भन्छ चिसो चिसो हावा यस्तो चाहिँ एयरबिएनबी हाउस यतिको चाहिँ छ है ल है ल किचन छ यता ल है के हो यस्तो यो ल ल है यति खाना चाहिँ यति खुवाइन्छ हुनुपर्छ है म त बारमेन मात्रै हो है हेनेसी हो हेनेसी के गर्नु लेक टाउनमा जाडोले नसकिने भयो है आज चाहिँ हाम्रो चाहिँ सम्मानका साथ चाहिँ अब आउने बित्तिकै चाहिँ अब चाहिँ हाउस दिन लाग्दैछु है धन्यवाद ममहरूलाई हाम्रो आज मास्टर सेफ हो तपाईँ यस्तो दामी चटनी कसले गर्छ नि म यसरी सोल्टीले बोलाउनु के तपाईँ खाना यस्तो छ अहिले तपाईँलाई एकछिनपछि देखाउँछु खाने बेलामा अहिले यस्तो पाकिसकेको हो पहिला अब यस्तो चाहिँ स्न्याक लिएर तर स्लिप पारेपछि ल है त एकछिनपछि भेटौँ ल अब बाई राइट आज चाहिँ हामी चाहिँ हाम्रो 6को अब जनवरी 1 भन्न आउनु सकेन बिजी भएर सबैजना चाहिँ अब हिउँ खेल्न आएको है अब भोलि खेल्नु होइन लोसार गुरुङ लोसार गरेर आउनु नभएको सही तपाईँ बिजी हो कलाकार मान्छे अनि फेरि नाच्नु पर्यो तपाईँ होइन म पनि बिजी तपाईँ पनि बिजी सबैजना बिजी भयो ठिकै छ ढिला आयो तर खडा आयो ल एकछिन ठक्काउनु है ल ह्याप्पी ह्याप्पी लेक टाउन आज यता यता बहिनीको चाहिँ अझै ड्युटी सकेको छैन हाम्रो खाना दिएर नानी खाना दिएर यस्तो छ आज स्न्याक फर्स्ट खाना नि त यो आज होइन टाउको फर्स्ट खाना अनि हातले बनाएको चटनी ब्लेन्डर नभएर अनि यहाँ चटपट उडेल भाउजूको स्पेसल चटपट अनि मैले ल्याएको झिलिङ्गे एन्ड मकै चिउरा रक्सी ल यति भन्दै अहिले हामी चाहिँ खान्छु अब खाइसकेपछि रमाइलो हुन्छ त्यो पनि देखाउँछु ल अब आमा पार्टीको चेयर्स है साउनामा पार्टीको साउन्ड सेल आयो अब ल अब किड्स पार्टीको चेयर्स हेलो गाइज तपाईँ कस्तो हुन्छ डिनर ठिक छ है सन्जय बाबालाई ओ के खाएको तिमीले तिमीले के खाएको सरी के खाएको तपाईँले के मासु हो पैसाले हाल्छ टिभी भइसकेको This is on YouTube. So say something about के हो यो Simonलाई हेलो साइमन tell something about ल आज
माउन्ट रोजमा छौँ स्की गर्नको लागि आएको तर हामी चाहिँ स्की गर्दैनौँ होला हामीसँग आइडिया पनि छैन खेल्ने होइन यस अहिले चाहिँ खेल्यो भने चाहिँ तपाईँहरूलाई पनि देखाउने छु यस्तो छ स्की गर्ने ठाउँ एकदम दामी रहेछ ल यो माउन्ट रोज 8260 फिट हाइटमा तर माथि चढ्ने यस्तो छ त्यस्तो यता छ स्की गर्ने मान्छेहरू एक गाउँमा गएर माथि जाने माथिबाट तल आउने अनि यतापट्टि सामनेको लागि यतापट्टि चाहिँ स्केटको लागि स्केटको लागि मात्र यस्तो छ यो ठाउँ चाहिँ बबाल छ है यो चाहिँ नर्थ लेक टाउको चाहिँ मलाई बेस्ट लाग्यो स्केटको लागि एकदम बबाल छ स्केटको लागि दामी रहेछ मजाको रहेछ यस्तो छ हिउँ हेर्नुहोस् वरिपरि यस्तो छ अब हिउँ खेलाएको हिउँ मात्रै भन्छ भिडियोमा है हिउँ मात्रै देखाएको छ तपाईँहरू त बोरिङ हुँदैन होला किनकि अब अहिले नर्थ साइडमा अब विन्टरको टाइममा अनि हिउँ खेल्यो भनेर आएको जस अब हिउँ नै देखाउनु पऱ्यो होइन अरू त खासै त्यो पनि देखाउँदैन होइन ठिकै छ अब जस ल हामी सो अब एकछिनमा अब हामीले चाहिँ बोटवाला चाहिँ खेलाडी माथिपट्टि छ त्यसमा गएर चाहिँ त्यो बोटमा बसेर हामी चाहिँ यस्तो चाहिँ स्लाइडिङ हुन्छ त्यो चाहिँ हामी त्यसमा गएर हामी इन्जोय गर्नेछौँ होइन यहाँ चाहिँ अब हामीले यस्तो स्की गर्न चाहिँ हामीलाई आइडिया छैन होइन सो या आइडिया छैन अब पछि जान्छ भने अब गरममा त्यो पनि ठुलो कुरा भन्न अब यो त ठाउँ यो होइन कस्तो लाग्यो मलाई तपाईँलाई बबाल छ है लाइफको चाहिँ एकदम एक्सपिरियन्स भयो चाहिँ यो चाहिँ एकदम राम्रो ठाउँ रहेछ आउनुपर्छ एकचोटि चाहिँ अनि अरू साथीहरूलाई पनि आउनलाई म सुझाव दिन चाहन्छु यस तपाईँलाई मन पर्यो के हो या तपाईँ त डेन्जर डराउने देखेछ त यार डराउने देखेछ त यार ए त्यो ल स्नोमा यो अमेरिकाको स्विजरल्यान्ड तपाईँहरू स्विजरल्यान्डतिर घुम्न आएको हामी अहिले स्विजरल्यान्डसम्म त अब जान अहिलेलाई हामी सकेनौँ त्यही भएर अहिले लेक टाउलाई नै चाहिँ हामीले एकदम स्विजरल्यान्ड सम्झेर एकदम रमाइलो गरेर बानी पार्नु पर्यो नि होइन पहिला जानुहुँदा सही हो भइरहेको छ कम छैन स्विजरल्यान्ड आउनुपर्छ है जस नर्थ लेक टाउन चाहिँ आउनुपर्छ क्या अझ स्की जाने भए दामी मजा आउँथ्यो है अब हामी जान्दै जान्दैन हामी भइरहेको छ म यसरी तपाईँ यस्तो गर्ने म यस्तो गर्ने ल अहिले हामी चाहिँ माउन्ट रोज होइन त्यो माउन्ट रोजबाट चाहिँ फर्किसक्यो अब फेरि चाहिँ त्यो चाहिँ बोट चाहिँ चढ्छ भनौँ होइन चाहिँ साइड बोट चाहिँ गर्छु होइन त्यो चाहिँ तपाईँहरू देखाउँछु होइन साह्रै हावा चल्दैछ हौ यहाँ त क्यामेरा गर्दैन बर्बाद छ ल अब हामी चाहिँ यहाँ गाडीबाट झरेर स्की गर्न लाग्यो डाँडासँग सब सेतै छ हिउँले ल ल ल अब हिउँ खेल्ने अब यहाँ आएपछि हिउँ खेल्नै पर्यो ल ल ज्ञान दाइ आउनुहोस् हिउँ खेल्न आउनुहोस् आउनुहोस् यता आउनुहोस् यता ओहो माइजी यतै जानु पर्ला यतै जानु पर्ला ल जाऊ ओ दिनुहोस् ल है अब म चाहिँ अब यी बोटमा बसेर रेडी भइसकेको छु हेर्नुहोस् अब बेडमा बसेर म रेडी छु अब यसमा जाने भएको यो बोटमा हेर्नुहोस् यस्तो छ बोट अब यो बोटमा ट्याक्क बसेर तल सरेर स्लाइडिङ जाने यस्तरी मजा आएर पक्रे समात्यो या प्लिज एकछिन मैले पुस गर्छु थ्याङ्क यू
Thank you. That's it. Woo. 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 Right, there you go. Woo. Oh, come on. Oh, yeah. Oh, yeah. Come on, go, 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 go. Oh. Oh, yeah. Break, 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 break. Yeah. Oh my gosh. Jump, jump, jump. Bye bye, Aile. See you next year. खतरामा के रे बहिनी यो चस्मा राखिहाल्नु यो चाहिँ भिडियो खतरा आउँछ होला दाइ यो पुरा हानेको क्या लाग्यो भने कहाँ ल अहिले रातिको दृश्यमा म चाहिँ जाकुजी लगाएको होटलको यस्तो जाकुजी गरेर हान्नु पऱ्यो भनेर जाँदैछु जाकुजी कोही पनि छैन यता स्विमिङ पुल छ स्विमिङ पुल त खेल्न सक्दैन राति यहाँ चाहिँ जाकुजीमा एकछिन ताताउन बस्नु पऱ्यो त्यसपछि चाहिँ सहर आउनुपर्छ यस दिस इज गुड जाकुजी छ भने यता पनि स्विमिङ पुल रहेको छ तपाईँले देख्न सक्नुहुनेछ यहाँ छ फायर प्लेस छ यहाँ फायर प्लेस यतापट्टि आएर यता लेख्दा आउँछ यो साइडतिर सबै बवाल छ बाबा है म चाहिँ अब राति त देख्दैन होला त्यही पनि जाएको चाहिँ छिरेको छु यस ओ यस जाकुजीमा एक्लै इन्जोय हान्दैछु ओ माई गड त्यो टाइममा लेख्दा म जाकुजी आउन मजा आउँछ छुट्टै ओ यस Oh man, yes. That's very good. Woof woof. Good pun sana eklat su. Guys, you. Oh, nice. You. Woof woof. Oh man. Woof. Woof 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 woof. Yo, just relax, just guys, enjoy. Oh, केटाकेटाहरू बिहानै गरिसकेको जाकुजी अहिले म आज अन्तिम दिन अब है अब अन्तिम दिनको लागि अब नाइट इन्जोय गर्दैछौँ होइन लास्ट नाइट इन लेख्दा हो नर्थ लेख्दा हो खाना चाहिँ रेडी छ जस्ट अब एकछिन अब 1-2 घन्टा रमाइलो गर्ने त्यसपछि चाहिँ भोलि लास्ट ल सो बिहान जाने हो अब एकछिन काराओके गर्ने डान्स गर्ने है हाम्रो सिङ्गरहरू यता छ डान्सरहरू यता छ ल रमाइलो गर्ने है यस्तो छ अब के गर्ने अब भ्याकेसन हो होइन हल्का अलिकति यस्तो बोतल पनि ढालिएको छ है अलिअलि झमझम बनाएको छ यतिको हुनै पर्यो खाली भइसकेको छ किन सही भन्नु पर्यो दाइ हाम्रो सोल्टी अलिकति हल्का बोल्न पनि हुन्छ फेरि कपिराइट लाग्छ है हाम्रो दर्शकहरू यता छ यस्तरी बसेको छ सबै चिल पारामा है अलराइट ल सुरु अब मोहनी लाग्ला है गाउँलेको बोलीले है यस्तो छ गीतले
लाग्लाई लगाउन लाग्यो रहरा यस्तै छ के रमाइलो अब पार्टी गर्नै पर्यो चट चट होइन डरबोगी ल सोल्जानु ल सोल्टी पनि नाच्दैछु मैले भिडियो गर्दैछु है अब यति त बोल्नै पर्ने हुन्छ यता यस्तो छ रमाइलो अब यहाँ चाहिँ अब कार्यक्रम भइरहेको छ साइड गर्नु भने त सबै गर्नु पर्यो राहुलेको यस्तै छ रमाइलो लास्टे आज भोलि त्यागुनी हो आज हल्का कारोबार गरिदिएको होइन अब नेपालीको पारा यस्तै हो यस मजा आइरहेको छ चिसो छ बाहिर तपाईँ भित्र तातो छ नाच्रहेछ नाच्दैछ अब गीत बोल्दैछ मैले गीत बोल्दैछु होइन राम्रो छ नाच ओके अब त्यो त बोल्नै पर्यो न त कपिराइट लाग्छ होइन ल अब सोल्टीले नाच्छ सोल्टी खतरा आज सोल्टीले खतरा नाच्छ कि अहिले है सोल्टीले खतरा नाच्छ है दियो यो हो नि त तरिका त है खतरा दियो नि सही हो ल है ठिक छ आयो तपाईँ है भाइ बहिनीको डान्स यतिको चलिरहेको छ है गाउँमा फेरि दियो है ल मट्ट भइरहेको छ राम्रो भइरहेको छ हाम्रो सोल्टीको डान्स खतरा भइरहेको छ यो हो नि सोल्टी है त्यतिको है अब अर्को लोसनमा चाहिँ बबल नाच्नु पर्छ सोल्टी अब है यस्तो यतिको नाच्नु भइगयो सिद्धिहाल्यो नि ल सही हो सोल्टी नाच्छ है हेलो यता हाम्रो डान्सरको विशेष पुरा ह्याप्पी छ फेरि गर्दैछ अर्को भिडियो हो ल ठिक छ बधाई छ पुरा भिडियो मकै छ यस्तो छ ल नाच्नु पर्यो त्यो त Indie highway, lie. Come on, guys. Oi, नमस्ते सोल्टी भनिदिनुहोस् न तपाईँले अब सोल्टीको अब ल है आवाज गुरुङ ल हाम्रो यहाँ दिदी अब डान्स लागि रेडी आउँदैछ है रेडी हाम्रो सोल्टी यता बहिनी हेलो बहिनी हाम्रो तोजा दाइको छोरी है दार्जिलिङबाट दाइ सुरु भएको अब सुरु भएको फुल्की जरा ल गीत बजी आएको छ गीत चाहिँ खतरा गाएको छ अब के अब मलाई हालमा छ पुरा तिमी अब चाहिँ बोलिराख्नु पर्छ है गाह्रो छ ल है ल लिपस्टिक लगाइसक्यो तपाईँले ओके रेडी डान्स गर्नुहोस् ल बराबरी आउनुहोस् ल यता है नाचेर नथाक्ने मान्छे अनि ए पगलाई सम्झानी सम्झिना एकैछिन जानु पर्यो
यतिको नाच्नु पर्यो अलि माथि अलि माथि सब थोट होला क्या चेक 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 ल अब जायो ओइ ओइ यो दाजु ओइ हाम्रो ज्ञान दाइ यतापट्टि ओरेन्ज कलरको टी सर्टमा यता पूजा दिदी ब्लू कलरको टी सर्टमा अल द वे फ्रम सान फ्रान्सिस्को अझ यहाँ चाहिँ पुरा दिँदैछ बबल बबल डान्स त्यो हो नि त तरिका सेट ओ ओइ यस्तो डान्स त कहाँ लुकेर बसिदियो मसँग खतरा हुनु अब यति नाच्नु भयो नि सही हो होइन यस अझ रमाइलो अन्तिम दिनको रमाइलो चाहिँ बाबाले चाहिँ अब एरबिन नै फुल लास्ट चाहिँ एरबिन नै अझ पुरै भत्का जस्तो म्युजिक छ हाम्रो लाउड एकदमै लाउड छ अझ बिहान उठेर होइन अब सबै जागपुजी गरियो म चाहिँ बेलुका गरियो होइन हामी दिउँसो चाहिँ उता तपाईँको चाहिँ माथिपट्टि चाहिँ के दृश्य माउन्टेन टपमा गयो हामी त्यहाँ गएर हामी चाहिँ एकछिन चाहिँ स्किट गर्न सकेन हामी चाहिँ बोर्ड चलायो आइस बोर्ड होइन बोर्ड चलाएपछि अनि हामी चाहिँ घर आइपुग्यो घर आइपुगेर आज चाहिँ हाम्रो चाहिँ लन्च एन्ड डायरी भयो होइन त्यो चाहिँ मैले भिडियो लिन पाएन सो अब भिडियो चाहिँ हामीले डिनरको अहिले टाइममा हाम्रो एकदम रस भयो टाइम होइन अब त्यो चाहिँ अब अघि पालिबाट बोल्दा म टाइम भयो बोल्दा चाहिँ म जागुजी गएको त्यसपछि आयो होइन आइसकेपछि अब दिगोदै भयो आयो लास्ट दिन आज कारोके गरौँ हल्का डान्स गरौँ भनेर हामी चाहिँ एयरबेन्डमा चाहिँ अब बवाल गर्दैछौँ होइन अब डान्स सुरु भइसकेको छ अब हामी जस्ट 1-2 घन्टा रमाइलो गर्छ सुत्छौँ त्यसको लागि भोलि हामी उठेर यहाँबाट चाहिँ ब्याक टु सान फ्रान्सिस्को हुनेछ है त गाइस अब डान्स हुँदैछ यहाँ हेर्नुहोस् तपाईँहरूले पनि इन्जोय गर्नुहोस् हाम्रो डान्स यस्तै छ डान्सहरू होइन मन परे चाहिँ लाइक सब्सक्राइब कमेन्ट गरिदिनु होला तपाईँहरूलाई के कस्तो लाग्छ होइन यहाँ अब चाहिँ यस्तै छ अब के गर्ने डान्स चाहिँ बवाल छ मैले सोचेको थिइनँ दिदीले यस्तो राम्रो नाच्छ भने यस्तो बवाल नाच्छ दाइले पनि खतम नाच्दो रहेछ दियो है दियो ओके यो हो नि तरिका गीत चाहिँ पुरानो गीत छ बवाल छ गीत चाहिँ मनपर्छ गीत चाहिँ अब भोलि अब यति बोलिराख्नु पर्छ होइन हाम्रो ग्रुपको चाहिँ सेकेन्ड डान्स कपल डान्स हुँदा अब यहाँ चाहिँ कम्पिटिसन हुँदैछ हेर्नुहोस् है तपाईँहरूले कसको राम्रो लाग्छ होइन कसको डान्स राम्रो लाग्छ कमेन्ट गर्नु होला है कसको राम्रो सुपर डुपर के छ होइन यस्तो दिनु होला त्यस तलपट्टि चाहिँ कमेन्ट यहाँ चाहिँ अब हाम्रो चाहिँ कपलको बेला चाहिँ एउटा कपल सिधै अब सेकेन्ड कपल थर्ड कपल फोर्थ कपल आउँदैछ है होइन तपाईँहरूले आज लास्ट दिन रमाइलो गरिरहेको छ अब गीत पनि रमाइलो छ गीत पनि पुरानो एकदमै सबको मजा आउँछ ठिक छ है राम्रो छ एकदम राम्रो छ डान्स है एकदम त्यस्तो नानी त दियो दियो ओके राम्रो लानुहोस् नाच्यो 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 सही हो ल दियो दियो राम्रो लाग्छ ल है राई त यो त ल नाच्यो तपाईँलाई यो नाचको बारेमा कस्तो लाग्छ त्यो भनिदिनुहोस् त एकदम राम्रो लागेछ हो आजको कपल डान्स कम्पिटिसन दर्शकहरूले कमेन्टमा हाल्नेछ कसको चाहिँ डान्स जखर छ होइन त्यो कमेन्ट हाल्ने त्यसपछि चाहिँ छुट्टै हुन्छ फेरि है प्राइज पाउँछ भनौँ न
प्राइस त अब तपाईँले राखिदिएर दिने हो र मैले म दिन्छु नि प्राइस ओके ल अब हुँदैछ यतापट्टि हुँदैछ अब यहाँ छ त अब दियो दियो अझ डान्स एकदम राम्रो रहेछ ठिक छ राम्रो भइरहेछ समत्यो ताउको चिसोले हो यो हो त तरिका अब एकछिनपछि हाम्रो सोल्टी र बहिनी सोल्टी अब सोल्टी र बहिनीको डान्स गर्नुपर्छ है एकछिनपछि दुईजना डान्स छ त्यसपछि यता सोल्टी र हाम्रो यता दिदीको डान्स आउँछ है अर्को डान्स त्यसपछि डान्स यहाँ चाहिँ स्टेप बाई स्टेप छ है दिनैपर्छ दियो सर्ट राम्रो ल यति वर्ष तपाईँको चाहिँ डाइजेस्ट भएको खाना आयो सिद्धो अब यति हाल्छ सिद्धो सक्यो सेट ओके सब पर्छ है साथीभाइ यति रमाइलो चाहिँ गर्नुपर्छ कि अब भ्याकेसन आउने बेलामा होइन यति रमाइलो त हाल्नै पऱ्यो नि साथी हो त्यस्तै छ ल है साथी हो गुड चाहिँ है ल कता हो सर हो टाउमा हो त्यो हो ल चाहिँ ल दियो गाइस ल दियो गाइस दियो किन स्टप रेकर्डिङ हुँदैछ ल पाँच बजाउनुहोस् है अब थर्ड कपलको डान्स यहाँ सुरु हुँदैछ है ओके दियो है ल एक्टिङ भन्दा एक्टिङ दिनु पनि त दिदी यस्तो दिदी दियो हाम्रो चाहिँ नानीमा चाहिँ केटामा हुनुहुन्छ हरियर टी सर्ट लाउनु भएको दीपक गुरुङ अनि पिङ्क कलरकोमा उहाँको धर्मपत्नी श्रीमती उर्मिला गुरुङ डान्स गर्दैछ तपाईँले कमेन्ट हाल्छ है कमेन्ट दुईजना कमेन्ट हाल्नु है सोली जस्तो साह्रो चाहिँ नगर्नु चाहिँ आजै भएको चाहिँ दियो सही हो आयो यति चाहिँ हुनुपर्छ है डान्स है तिमीलाई डान्स कस्तो लागेको छ नानी धमाका नाइट है आज चाहिँ यो चाहिँ धमाका नाइट भनिहाल्नुपर्छ है क्याम्पिङ लेक टाउको चाहिँ धमाका नाइट दियो दुईजनाले दियो डाँडा गाउँको दियो दियो यतिको चाहिँ दिनुपर्छ यतिको चाहिँ दिनु पर्यो नि त परापरि भएर सही हो सबै हाँसिरहेको छ जो रमाइलो हो यस्तै चाहिँ के गर्ने अब दिनु पर्यो नि अब यस्तो रमाइलो सही हो रमाइलो भइरहेछ यस्तै हो ठिकै छ बराबरी कम्पिटिसन जस्तो भइरहेछ है ओके सही सधैँ यस्तो एकदम दियो सोल्टी दियो अब हाम्रो नेक्स्ट कपल आउँदैछ है हाम्रो होम सोल्टी र जस्मिन बहिनी ल ओके
ल आउनुहोस् 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 ल ल आउनुहोस् आउनुहोस् ल आउनुहोस् यहाँ चाहिँ सिकाउँदैछ एकजनाले जस वार्मअप गराउँदैछ होइन वार्मअप गराउँदैछ वार्मअप गराउँदैछ आयो सोल्टी आयो सोल्टी सोल्टी आयो है ल है ल है राम्रो नाचेछ है ल नाचेछ राम्रो नाचेछ राम्रो नाचेछ यतिको चाहिँ नाच्नुपर्छ है नक्के नाच्यो झिल्के है बारी कम्मर भाग्छ नाच्यो है है यो यस्तो दिन्छु come on. झुलेको छैन र तिमीलाई मैले चाचारी झुलेको छैन र झमझमस्काको आयो र झमझमस्काको चाचारी झुलेको छैन र तिमीलाई मैले चाचारी झुलेको छैन र झमझमस्काको आयो झमझमस्काको No, ves, no para tío. Hey, 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 hey. तिमीले कोराना झमझमस्काको आयो झमझमस्काको आयो झल्काउँदै आयो झल्काउँदै हेलो गुड मर्निङ आज हाम्रो अन्तिम दिन हामी अब फर्किँदैछौँ आफ्नै होम टाउन यता यतिको चाहिँ यो थाउको एयरपोर्ट हो हाम्रो गाडी यहाँ पार्किङको थियो तपाईँहरू चाहिँ नर्थतिर आउनुभएको छ भने गाडी पार्किङ चाहिँ पाएन भने चाहिँ यहाँ पनि राम्रो रहेछ तपाईँले चाहिँ डे बाई डे चाहिँ पार्किङ राख्न पाउनु हुँदो रहेछ ल हेर्नुहोस् यो चाहिँ प्राइभेट प्लेनहरू छ यहाँ सानो ठुलो छैन यहाँको भ्यू यस्तो छ है जता पनि आइसै आइस अब विन्टरको टाइममा चाहिँ लेक ताउमा जता पनि आइसै आइस छ रमाइलो छ हेर्नुहोस् रमाइलो छ तपाईँहरूले यहाँ आएर इन्जोय गर्नुहोस् जानुहोस् यहाँका स्की गर्न लागि रेडी गर्दैछ यहाँ अब कुन ठाउँमा जान्छ स्की गर्न यस्तो छ